देशमा एमाले आउँछ सशक्त भई यो देश बनाउँछ फेरि देशमा एमाले आउँछ सशक्त भई यो देश बनाउँछ समाजको सेवा गर्ने एमाले पार्टी समाजको सेवा गर्ने एमाले पार्टी सदस्य कैलाली जिल्ला इन्चार्ज कमरेड नारद मुनि राणालाई हार्दिक अनुरोध गर्दछु। हत्केलाले सूर्यलाई छेक्न सकिँदैन हत्केलाले सूर्यलाई छेक्न सकिँदैन नेकपा एमाले प्रति जनताको भरलाई कसैले रोक्न सकिँदैन चाहे 5 भाइ हो चाहे अन्य कुनै हाम्रो गौरवशाली पार्टी नेकपा एमाले कैलालीको 8औं जिल्ला उद्घाटन समारोहका सभाध्यक्षज्यू यस अधिवेशनमा उपस्थित आजका प्रमुख वक्ता हाम्रो पार्टीका सर्वोदय सचिव पूर्व मन्त्री सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज कमरेड लेखराज भट्ट पार्टीका पोलिट ब्युरो सदस्य केन्द्रीय कमिटीका सदस्य कमरेडहरू प्रदेश कमिटीका नेता साथीहरू जिल्ला कमिटीका पदाधिकारी लगायत सम्पूर्ण कमरेडहरू र यो अधिवेशनलाई 2074 सालमा नेकपा एमाले प्राप्त गरेका स्थानीय प्रदेश र सङ्घ तिनी तहको निर्वाचनमा प्राप्त गरेका उपलब्धिलाई विरासतलाई कायम राख्नका लागि निकै उत्साहका साथ यो अधिवेशन हलमा छिर्नुभएका तपाईँ सम्पूर्ण प्रतिनिधि कमरेडहरू तपाईहरू सबैलाई सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट पार्टी केन्द्रको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु स्वीकार तपाईहरूलाई बोर पनि लागिसकेको होला किनभने वक्ता धेरै भयो धेरैका कुरा सुनिसक्नुभयो मैले बोल्दाखेरि ती कुराहरू दोहोरिन सक्छन् त्यसकारणले तपाईँहरूलाई अलिअलि झर्को पनि लाग्छ तर म यो जिल्लाको इन्चार्जको नाताले मैले केही शब्दहरू तपाईँको बिचमा राख्न चाहन्छु यहाँ उपस्थित सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्न चाहन्छु हार्दिकतापूर्वक सलाम पनि गर्न चाहन्छु आज हामी विशेष परिस्थितिमा हाम्रो पार्टीका सर्वोदय अध्यक्ष कमरेड केपी शर्मा ओलीले 12:30 बजे आजको दिनमा जिल्ला अधिवेशनहरू इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गरिरहेका कमिटीहरूको भव्य उद्घाटन गर्नुभयो हामीले मात्रै देखेनौँ सारा संसारले हामीलाई देख्यो जहाँ जहाँ नेट छ इन्टरनेटको पहुँच छ ती कुना कन्दराका पार्टीका नेता कार्यकर्ता जनता जसका हातमा मोबाइल छ नेट छ सबैले देखे आज हामीलाई सारा संसारले हेरिरहेको छ नेपालभित्रका पार्टीहरूले त हेर्ने नै भए त्यसकारणले अघि शुभकामनाका केही शब्दहरू राजनीतिक दलका प्रतिनिधिले दिँदाखेरि तिनीहरूका अलिअलि बोलीहरू लरबराएको पनि मैले पाएँ ती बोली लरबराउनुको पछाडि नेकपा एमाले जसरी पुनर्जीवन प्राप्त गर्यो हामी अहिले साबिक नेकपा एमाले होइन रूपान्तरित नेकपा एमालेको आज जिल्ला अधिवेशन गर्न गइरहेका छौँ प्रथम विधान महाधिवेशन सम्पन्न गर्यौँ 10औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौँ आज देशैभरि केही जिल्लाहरू बाहेक धेरै जसो जिल्लामा भव्य समारोहका बीच उद्घाटन भइसकेको छ हामी तपाईलाई अवगत नै छ त्यसकारणले आज सारा संसारले नेपालभित्रका सबै पार्टीहरूले चासोका साथ हाम्रो जिल्ला अधिवेशनहरूलाई हेरिरहेको सन्दर्भमा मैले तपाईलाई अनुरोध गर्न खोजेको म जिल्ला अधिवेशनको सन्दर्भमा अलिकति कुरा राख्न चाहन्छु तपाईहरू यहाँ प्रतिनिधि भएर निकै उत्साहका साथ आउनुभएको छ तपाईहरुमा जोश छ जाँगर छ उत्साह छ सक्रियता छ क्रियाशीलता छ यो जोश जाँगर क्रियाशीलता सक्रियतालाई तपाईहरुले सही फैसला तपाईहरुले सही डिसिजन तपाईहरुले सही नेतृत्व तपाईहरुले सही प्रतिनिधि सही नेता चुन्ने काममा खर्च गर्नुभयो भने नेकपा एमाले
विरासत कायम रहन्छ भन्ने कुरामा म विश्वास छु। त्यस कारणले मैले तपाईँहरूलाई भनिरहेको छु कि आज चुनावको नाममा, प्रतिस्पर्धाको नाममा हामी अलिअलि मनमा कुण्ठा पालेर निस्किनु हुँदैन। त्यस कारण मैले विश्वास लिएको छु कि यो बन्द सत्र अब हामी केही बेरमा सुरु गर्छौँ, आजै सुरु गर्छौँ। बन्द सत्रमा सीमित सिट तपाईँहरूलाई थाहा छ विधानले बाँडेको छ। अघि लीला कमलले भन्नुभयो हामीसँग सीमित सिटहरू छन्। सीमित सिटका बावजुद थुप्रै आकाङ्क्षी योग्य सक्षम कमरेडर हुनुहुन्छ, तर पनि हामी नेता कमरेडरको बिचमा यो जिल्ला अधिवेशनलाई सहमतिको अधिवेशन, सर्वसम्मत अधिवेशन, सबैको सहमतिको, सबैको अपनत्वको अधिवेशनको रूपमा हामी चयन गर्ने कुरामा मैले विश्वास लिएको छु। तपाईँहरू निकै उत्साहका साथ आउनुभएको हुनाले त्यो उत्साहमा पानी फेर्ने काम हामीले गर्नु हुँदैन। त्यस कारणले मैले यो 8औं जिल्ला अधिवेशन कैलालीको हकमा सबै पार्टीहरूको तुलनामा नेकपा एमाले गरेको यो जिल्ला अधिवेशन साँच्चैकै जिल्ला अधिवेशनको रूपमा परिणत हुनेछ भन्ने मैले विश्वास लिएको छु। म सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। प्रिय कमरेडहरू, हामीलाई थाहा छ नेपाल कम्युनिस्ट पार्टीको स्थापना 2006 सालमा हो। हामीमाथि थुप्रै घात प्रतिघातहरू भए। 2007 सालको क्रान्तिमा, 2007 सालका परिवर्तनमा कम्युनिस्ट पार्टीको तर्फबाट के हाम्रा कमरेड पुष्पलाल लगायतका नेता कौडेलले अगुवाई गर्नुभयो। पछि प्रतिबन्ध लगाइयो। 2027-28 सालमा कम्युनिस्टहरू दुई धारमा विभाजित भए। सबैलाई थाहा छ एउटा झापा आन्दोलन, कोअर्डिनेसन केन्द्र, नेकपा एमाले हुँदै नेकपा एमालेसम्म यहाँसम्म हामी आइपुग्यौँ। अर्को धार त्यहीबाट सुरु भयो। त्यो धार भनेको न्युक्लियस, केन्द्रीय न्युक्लियस, त्यसपछि मसाल, एकता केन्द्र मसाल हुँदै माओवादी केन्द्र दुई धारमा विभाजित भयो। तर हामीले सौभाग्य भन्नुपर्छ 50 वर्षपछि कम्युनिस्ट पार्टीहरू फेरि हामी एकै ठाउँमा आइपुग्यौँ। 2074 सालको निर्वाचनमा हामी गठबन्धनबाट चुनाव लड्यौँ। गठबन्धनबाट चुनाव लड्नको लागि हाम्रा केही नेताहरूको बिचमा सहमति भयो र ती सहमतिहरू भइसकेपछि सोही अनुसार अगाडि बढेको भए आज हामी साँच्चै नै कम्युनिस्ट आन्दोलनलाई साकार पार्नको लागि जसरी पार्टी नेतृत्वहरूले जुन उद्देश्य, पवित्र उद्देश्यका साथ गरिएको एकता सार्थक पुरै थियो। तर ती एकता तपाईँहरूले देख्नुभयो पानीको फोका जस्तै फुटेर गए। किन गए भन्ने विषयमा अघि माओवादी केन्द्रका प्रतिनिधिले पनि हल्का स्पष्ट भन्नुभयो। त्यो एकता नेपाली जनताको पक्षमा, मुलुकको पक्षमा, नेपाली कम्युनिस्ट आन्दोलनको पक्षमा, राष्ट्रियताको पक्षमा, सामाजिक न्यायको पक्षमा त्यो एकता हामीले गरेका थियौँ। तर केही व्यक्तिहरू, केही नेताहरू, अन्तर्विरोधका खेलाडीहरू पार्टीभित्र अन्तर्विरोध सिर्जना गरेर पार्टीलाई विभाजनको डिलमा पुर्याए। पार्टीलाई विभाजन मात्रै गरेनन्, नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई के गरे? सत्ताच्युत गर्न अहम भूमिका निर्वाह गरे। अहम भूमिका नेकपा एमालेको इतिहासमा, एउटा अनुशासित पार्टीको इतिहासमा यति लाज मर्दो काम यी लाल गद्दारहरूले गरे कि आज काङ्ग्रेसको औँला समातेर गठबन्धनको नाममा एमाले विरुद्ध षड्यन्त्र रच्दै आइरहेका छन्। यो षड्यन्त्र हामी सबै नेकपा एमालेका नेता कार्यकर्ताहरूले गम्भीरतापूर्वक लिनुपर्छ। यो षड्यन्त्र केपी ओली विरुद्धको मात्रै थिएन, यो षड्यन्त्र सम्पूर्ण नेपाली जनताप्रतिको थियो। यो षड्यन्त्र हामीले प्राप्त गरेका ऐतिहासिक आन्दोलन 62-63बाट प्राप्त गरेका आन्दोलनका उपलब्धि विरुद्ध छन्। यी षड्यन्त्रहरू राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको विरुद्धमा छन्। यी उपलब्धिहरू हामीले मुलुकलाई विकास र समृद्धिको यात्रामा लैजाँदा यसका विरुद्ध छन्। यो कुरा हामीले हेक्का राख्नुपर्छ। त्यस कारणले हाम्रो विरुद्धमा यति धेरै षड्यन्त्र, यति धेरै नेकपा एमालेलाई ध्वस्त पार्ने, नेकपा एमाले समाप्त गर्ने, नेपाली जनताको मन मस्तिष्कबाट एमालेलाई टाढा बनाउनलाई विभिन्न किसिमका चालजेल षड्यन्त्रहरू गर्ने, यी सबै काममा
अहिले 5 दल गठबन्धन भन्नेहरू लागि परेका छन्। म तपाईँलाई भन्न चाहन्छु यो 5 को अङ्क बडा गजबको अङ्क छ कमरेड। नेपालमा श्री 5 त टिकेनन्, 5 न्यायाधीशहरू पनि टिक्नेवाला छैनन् सर्वोच्च अदालतका। यी 5 पूर्व प्रधानमन्त्रीहरू 5 दलीय गठबन्धनहरू अब केही दिनमा टुक्रिँदैछन्, केही दिनमा समाप्त हुँदैछ। किनभने यो गठबन्धन एमाले विरुद्धको गठबन्धन मात्र होइन, नेपाली जनता विरुद्धको गठबन्धन हो, नेपाली राष्ट्रियता नेपाली राष्ट्रिय स्वाधीनता विरुद्धको गठबन्धन हो। त्यस कारणले अब नेपाली जनताले अब यो गठबन्धनलाई धेरै दिनसम्म टिक्न दिनेवाला छैन। त्यस कारणले आजको यो जिल्ला अधिवेशनबाट कैलालीको नेकपा एमालेको 8औं जिल्ला अधिवेशनबाट हामीले त्यस्तो नेतृत्व सशक्त जुझारु क्रियाशील लगनशील इमानदार मेहनती नेतृत्व हामीले सर्वसम्मत रूपमा चयन गरेर यो अधिवेशन अगाडि बढ्नेछ भन्ने कुरामा विश्वास छु। प्रिय कमरेडहरू, हामीलाई थाहा छ हामी हिजो सरकारमा हुँदाखेरि सरकार जस्तो थियो देशमा। आज जनताले खोजिरहेका छन्, दार्चुलाका जयसिंह धामी खोजिरहेका छन्, जयसिंह धामीका परिवारले न्याय खोजिरहेका छन्। तपाईँको अफगानिस्तानमा बिचल्लीमा परेका अल्पत्र परेका नेपालीहरूले खोजिरहेका छन्। कोरोना महामारीबाट ग्रसित पीडितहरूले सरकार खोजिरहेका छन्। सरकार कहाँ छ? के का लागि गठबन्धन छ? एउटा काम गरेको देखाइदिनुहोस्। यो 5 दलीय गठबन्धन यो उद्देश्यका लागि बनेको थियो। एउटा उद्देश्य मात्रै सिद्धबद्रीहरूको नेकपा एमालेलाई विभाजन गर्नु, त्यो पनि अध्यादेशबाट नेपालको संविधानको थ्रेसहोल्डको भावना विपरीत, माधव नेपालको अनुकूल प्रचण्डको इसारामा एमाले कमजोर पार्ने ल्याएको अध्यादेश एमाले टुक्राइसकेपछि फिर्ता गर्यो। त्यस कारणले अध्यादेशबाट परमादेशबाट अहिले बनेको सरकारको आयु अब धेरै दिन छैन। त्यसका लागि हामी सम्पूर्ण नेकपा एमालेहरूमा एकता हुन जरुरी छ। एक बना एकताका साथ हामीले हाम्रा कमिटीहरू चयन गर्यौँ भने कुनै पनि शक्तिहरूले हामीलाई परास्त गर्न सक्दैन कमरेड। त्यसकारणले मलाई विश्वास छ हामी त्यतातर्फ यो हलको ध्यान जानेछ भनेर मैले उद्घाटन सत्रमा यो भनिरहेको छु। प्रिय कमरेडहरू, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला जहाँबाट सिङ्गो सुदूरपश्चिम प्रदेशले सिक्ने गर्दछ हामीले कस्तो संस्कृति बसाल्छौँ, हामीले कस्तो संस्कार बसाल्छौँ, हामीले कस्तो थिति बसाल्छौँ, हामीले कस्तो गतिविधि गर्छौँ, त्यसको प्रभाव पहाडी जिल्लाहरूमा पनि पर्छ, अरू जिल्लाहरूमा पनि पर्ने गर्दछ। त्यस कारणले मलाई विश्वास छ हामी विधि प्रणाली थितिमा सबै कुरामा हामी सजग भएर अगाडि बढ्नुपर्दछ। हामीले 2074 सालको निर्वाचनमा नेपालको सबभन्दा ठुलो पार्टी फरक चुनाव चिन्हबाट चुनाव लडे तापनि नेकपा एमाले ठुलो थियो। पछि पार्टी एकता गर्यो, सरकार बनायो। हाम्रा सामु धेरै चुनौतीहरू थिए। तपाईलाई थाहा छ हामीले 2072 सालमा बनेको संविधान अन्तर्गतको संघीयता कार्यान्वयन गर्नु थियो। हामीसँग नयाँ प्रणालीहरू थिए, नयाँ पालिकाहरू, नयाँ उपमहानगरपालिकाहरू, नयाँ गाउँपालिकाहरू, नयाँ प्रदेश सरकारहरू, नयाँ संरचनामा मुलुकलाई लैजानु थियो। सोही अनुसारका कानुनहरू निर्माण गर्नु थियो। हामीले यी कामहरू गर्यौँ कमरेडहरू। यसको सँगसँगै मुलुकलाई विकास र समृद्धिको यात्रामा हामीले लिएर गयौँ। चाइनासँग दुईटा ठुला देश, चाइनासँगको हाम्रा चारवटा ठाउँमा नाकाहरू हामीले खोल्यौँ। बन्दरगाहहरूसम्म हाम्रो पहुँच विस्तार गर्यौँ। यति मात्रै भएन, नेपालको सुदूरपश्चिमको गुमेको भूमि नेपालको नक्सामा जोड्यौँ। त्यसका लागि सर्वसम्मत वातावरण नेकपा एमाले निर्माण गर्यो र सदनबाट सर्वसम्मत पास भयो। म यो कुरा किन जोडिरहेको छु भन्दाखेरि त्यो तपाईँहरूले जनताको बिचमा भन्नुपर्नेछ। हामीले भूमिहीन सुकुम्बासी दलित अवैध पशुवासीलाई एकपटकका लागि पुर्जा दिनका लागि भूमि समस्या समाधान सम्बन्धी उच्च स्तरीय आयोग बनायौँ। त्यति बेला नेपालमा सरकार जस्तो थियो। आज सरकार कहाँ छ? आज सरकार कहाँ छ? आज सरकारका मन्त्रीहरू सिओलाई गाली गर्दै हिँडेका छन्। आफू कम्बल ओढेर घिउ खाने,
अनि अर्कोलाई डाल्ने। यति क्षुद्र भाषामा संसारले थाहा पाउने गरी नेपालका मन्त्रीहरूले मञ्चमा बोल्दा म एउटा नेपाली भएको नाताले मलाई लाज लागिरहेको छ। कहाँ छ सरकार? कहाँ छ सरकार? हो त्यस कारणले म तपाईँहरूलाई भन्न चाहन्छु, नातिनुहोस्। नेकपा एमाले ठुलो समुद्र भएको पार्टी हो। हामीसँग अब 10 लाखभन्दा बढी पार्टी सदस्य हुँदैछ। 2-4वटा लोटा समुद्रबाट झिक्दैमा समुद्र घट्दैन। हात्ती जति दुब्लाए पनि मुसो हुन सक्दैन, मुसो जति मोटाए पनि हात्ती हुन सक्दैन कौरव। ती पार्टीहरूलाई, ती लाल गद्दारहरूलाई आउँदो निर्वाचनमा जनताले सबक सिकाउनेछन्। ती धोकेबाजहरूलाई जनताले निश्चित रूपमा दण्डित गर्नेछन् भन्ने कुरामा हामी विश्वास छौँ। म तपाईँलाई भन्न चाहन्छु, अब ती पार्टीहरू सुदूरपश्चिममा ठुलो पार्टी दावा गरिरहेका छन्। उनीहरूले बिर्से धरा त हिजो एमालेको टिकटमा चुनाव लड्ने, सूर्य चिन्हमा भोट माग्ने जनतासँग सूर्य चिन्हबाट जितेर आज अर्को पार्टी निर्माण गरेका छन्। ठुला कुरा गर्दैछन् हामी ठुलो पार्टीले। कहाँबाट जन्मे हो? टिकट कसले दिइहाल्नु भयो? कसले जिताएको हो? जनताले केमा भोट हालेको हो? त्यो प्रश्न जनताले अब आउँदो चुनावमा गर्नेछ। त्यस कारण म तपाईँलाई भन्न चाहन्छु, ती पार्टीहरूलाई साइन बोर्डवाला पार्टी बनाउनको लागि कैलाली जिल्ला अधिवेशन सर्वसम्मत हुनुपर्छ। हामी त्यसको नेतृत्व चुन्नुपर्छ। आदरणीय कमरेडहरू, हामीले तपाईँहरूले सबैले नेकपा एमालेको नेता भएको नाताले हामीले भन्नुपर्छ जनतालाई, हामीले भन्नुपर्छ जनतालाई, अहिले देशमा परराष्ट्र मन्त्री कहाँ छ? देशका प्रधानमन्त्री भारतभरबाट जाँदै छिन् रे। तिनकी श्रीमती दिल्लीमा भाइ दाईलाई भेट्दै छिन् रे। नेपालका प्रधानमन्त्री दिल्ली जाने कुरा छ रे, भारत भ्रमण गर्न पाइन्छ, तर परराष्ट्र मन्त्रीले मिलाउने हो त्यो व्यवस्था। नेपालको डिप्लोमेटिक रुल्स एन्ड सिस्टम यो सरकारले भत्काउँदैछ। श्रीमतीलाई अगाडि बढाएर प्रधानमन्त्रीको भ्रमण तय गर्दै छिन् रे भनेर मैले सोसल मिडियामा हेरेँ। पत्रकार मित्रहरूले भन्नुभएको छ। के साँच्चै नै नेपालमा परराष्ट्र मन्त्री छैन? के डिप्लोमेटिक सेन्स नेपालले मारिसकेको छ? मलाई जहाँसम्म याद छ, मलाई यदि म गलत छैन भने नेपालको परम्परा कुनै पनि प्रधानमन्त्री विदेश भ्रमण गर्दा परराष्ट्र मन्त्रीले तारतम्य मिलाउँछ, जान्छ। अब यो देशमा परराष्ट्र मन्त्री कहाँ छ? यो खोज्ने बेला आएको छ। त्यस कारणले यस्ता कुरा तपाईँहरूले जनताको बिचमा लानुपर्छ। आजभोलि तपाईँहरूले सुन्नु भएको छ, अहिले कपी गर्ने चलन छ, प्रतिस्पर्धा गर्ने चलन छ। हामीले गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी भन्यो, हाम्रो लगत्तै अर्को पार्टीको सरकार बन्यो, गाउँ गाउँमा सहकारी, घर घरमा भाकारी भन्ने नारा ल्यायो। हामीले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर आयौँ। मैले सुने अस्ति काङ्ग्रेसको महाधिवेशनमा त्यो नारा पनि कपी गरिएको रहेछ। के छ त तिनीहरूसँग? कुनै नयाँ योजना छ मुलुक निर्माणको सम्बन्धमा, राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा? कुनै योजना छ ती पार्टीहरूसँग? कुनै पनि योजना छैन। त्यस कारणले यो मुलुकलाई समृद्ध बनाउने योजना नेकपा एमालेसँग छ। राष्ट्रियताको सवालमा भारतसँग समान हैसियत कायम गर्ने या अन्य मुलुकसँग प्रधानमन्त्रीको हैसियत, हेड अफ द गभर्मेन्ट, हेड अफ द स्टेटको हैसियत बराबर छ भन्ने कुनै माइकालाल कुनै पार्टीको औकात छ र? आजसम्म कुनै पनि पार्टीका नेताले भन्न सक्यो र? कसैसँग त्यो हिम्मत थिएन। लिपुलेक, लिम्पियादुरा, कालापाई नेपालको भन्न सक्ने आँट त कसैमा थिएन। एकपटक प्रधानमन्त्री भए शेरबहादुर देउबाजी, ल बिर्सियो होला, अनुभव गर्दै थाहै पाएनन् भन्ने होला। त्यति बेला दार्चुला जिल्ला डडेलधुराबाट शासित थियो। त्यही डडेलधुरा जन्मेका शेरबहादुरजीले 5औं पटक देशको प्रधानमन्त्री हुँदा लिपुलेक, लिम्पियादुरा, कालापानीको क आजको दिनसम्म पनि मैले उच्चारण गरेको देखेन। त्यस कारणले सुदूरपश्चिमको नेता हुँ भन्ने, देशको प्रधानमन्त्री हो भन्ने हैसियत गुमाइसकेका छन्। अब त्यो हैसियत
नेपाली जनताले आगामी निर्वाचनमा देखाउनु पर्ने चुनौती हाम्रो सामु आएको छ। मैले अघि तपाईँहरूलाई भन्दै थिएँ, देशमा सरकार जस्तो छैन। के साँच्चै नै सरकार जस्तो छैन? के संसद जस्तो छ र? साँच्चै भन्नुहोस् त। हल्ला फिटाइएको छ, एमाले संसद चल्न दिएन। हामीले अवरोध गरेका छैनौँ कमरेडहरू, हेक्का रहोस्, हामीले विरोध गरेका छौँ। अवरोध र विरोधमा फरक छ। हामीले विरोध गर्यौँ, अवरोध गरेका छैनौँ। अवरोध गरेको भए रोस्टरमा मन्त्री जान पाउँदैन, कुनै पनि बिल पास हुँदैन। कमरेडहरू, कुनै पनि बिल अध्यादेश टेबल गर्न पाइँदैन। हाउस त चलेकै देखिराख्नु भएको छ। मार्सल लगाएर रोस्टम हामीलाई छेकेका छन्। त्यसैले हामीले विरोध गरेका छौँ, अवरोध गरेका छैनौँ। यहाँ भरम फैलिँदैछ। विरोध किन गर्यौँ त भन्दाखेरि तपाईँलाई थाहा छ, सरकार जस्तो छैन, संसद जस्तो छैन। त्यस कारणले हामीले विरोध गर्यौँ। सभामुखको आसन किन बिचमा बनाइयो? ताकि प्रतिपक्ष र सत्तापक्ष दुईटीलाई समान हिसाबले सभामुखको दृष्टि पुगोस् भनेर हामीले सभामुखको आसन उच्च आसन बिचमा राख्यौँ। तर सभामुख जस्तो होइन, प्रचण्डको निजी कार्यकर्ता जस्तो, माओवादी पार्टीको गुरिल्ला जस्तो शैलीमा संसद चलाउन खोजेपछि त्यसको हामीले विरोध गरेका। त्यसरी पाइन्छ र कमरेडहरू? हिजो हामी पनि सरकारमा थियौँ। एकैजना पार्टीको सदस्य संसदमा एक मात्र सिट भएको प्रतिनिधि सभाको सांसद यसरी सिटमा खडा भयो भने हाम्रो सरकार हुँदाखेरि हामीले संसदलाई चलाउनका लागि हामीले भन्यौँ, मान्य सदस्य के छ तपाईँको कुरा राख्नुहोस्, राख्ने मौका दियो। तर आज प्रमुख प्रतिपक्षी दल का लगभग 100 जना सांसदले विरोध गर्दा सभामुखले पेलेर मार्सल लगाएर हाउस चलाएको अवस्था छ। उहाँले नेकपा एमाले विभाजन गर्नका लागि मतियारको भूमिका खेल्नुभयो, प्रमुख भूमिका खेल्नुभयो। हाम्रो पार्टीले कारबाही गरेका मान्छेहरूलाई सूचना टास्ने काम मात्र थियो सभामुखको। अध्ययन गर्दैछु रे, विचार गर्दैछु रे, के त्यो अदालत हो? हामी प्रश्न गर्न चाहन्छौँ। त्यस्तो शैलीको हामीले विरोध गरेका। सभामुखले हामीलाई काखा र पाखा व्यवहार गर्नुभयो। उहाँले सबै दललाई समान व्यवहार गर्नु पर्थ्यो। तर सरिता गिरीलाई तिनको पार्टीले कारबाही गर्दा 12 घण्टाभित्र सूचना टाँसियो। माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई कारबाही गर्दा भोलिपल्ट सूचना टाँसियो। एमाले कारबाही गर्दा पर्सिपल्ट टाँसे पनि हुन्थ्यो। तर 15 दिनसम्म उहाँले रोकेर राख्नुभयो, अड्काउनु भयो। काहीँदै जवाब लेखेर निर्वाचन आयोगलाई पत्र पठाउनु भयो। त्यस कारणले हामीले त्यो शैलीको विरोध गरेका हौँ। त्यस कारण आज संसद जस्तो छैन, त्यसको हामीले विरोध गरेका हौँ। त्यस्तै साँच्चै नै हेर्दा निर्वाचन आयोग पनि निर्वाचन आयोग जस्तो छैन। नेपालको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सबै संवैधानिक अङ्गहरूको आफ्नो कार्यक्षेत्र हुन्छ, अधिकार हुन्छ। निर्वाचन आयोगले पनि त्यही संसदको पत्रलाई आधार मानेर उपस्थित नभएका, निवेदन दिँदा उपस्थित नभएका मान्छेलाई शनाखत गराएर पछि शनाखत गराएर जुन गैर कानुनी काम गर्यो त्यसको हामीले विरोध गरिरहेका छौँ। आज निर्वाचन आयोग सरकारको लाचार छायामा काम गरिरहेको छ। त्यस कारणले तपाईँ सम्पूर्ण कमरेडहरू कैलाली जिल्लामा हामी खबरदारी हुनुपर्छ, खबरदार गर्नुपर्छ। कैलालीका सिडिओ फेरिएका छन्, कैलालीका एसपीहरू फेरिँदैछन्, नगरपालिकाका हाकिमहरू फेर्दैछन्। चुनावमुखी कर्मचारी कालो काङ्ग्रेसलाई जिताउनको लागि त्यस्ता कर्मचारी ल्याउने काम गर्दैछन्। त्यस कारणले आज हामी गम्भीर हुनुपर्ने अवस्था आएको छ। के साँच्चै अदालत जस्तो छ त? मैले सरकार जस्तो छैन भने, संसद जस्तो छैन भने, निर्वाचन आयोग निष्पक्ष निर्वाचन आयोग हो, स्वतन्त्र निर्वाचन आयोग हो। त्यो पनि निर्वाचन आयोग जस्तो निष्पक्ष भूमिका खेले। अनि के साँच्चै नेपाली जनताको एक मात्र आशा र विश्वासको केन्द्र भनेको अदालत हो? यदि कहीँ मार्का अन्याय भयो भने मान्छे न्याय माग्न अदालत जान्छ। के साँच्चै हामीले आज अदालतलाई अदालत जस्तो देखिरहेका छौँ त? के साँच्चै आज निष्पक्ष न्यायको आशा गरेर बसेका
झगडियाहरूले त्यो विश्वास गर्छन् त? ती काला कोटधारीहरू, विद्वान अधिवक्ताजीहरू अदालतको गेटमा लाठी खाइरहँदा, जसले लोकतन्त्रको लडाइँमा हामीलाई साथ दिएका हुन्, स्वतन्त्र निष्पक्ष न्यायपालिकाको सन्दर्भमा वकालत गरिरहेका छन्, पीडित जनताको पक्षमा, आफ्नो पक्षहरूको पक्षमा बहस गर्दै आइरहेका छन्। हिजो तिनै परमादेश गराउनेहरू अदालतको गेटमा टाउको फुटाइरहँदा के त्यो निष्पक्ष स्वतन्त्र न्यायपालिकाको मर्यादाभित्र पर्छ? त्यस कारणले नेपालमा जे पनि हुन्छ बुढापाकाले भन्थे त्यो हुँदो रहेछ। सेटिङको आधारमा सरकार बन्यो, परमादेश भयो, सेटिङको आधारमा सरकार विस्तार भयो। तपाईँले देख्नुभयो हमाल भन्ने एकजना गजेन्द्र हमाल भन्ने मान्छे आज मन्त्री भयो, भोलिपल्ट राजीनामा गरे। बक्सिसमा पाएको उपहार काम लागेन। त्यसकारणले यस्ता कुराहरू सबैलाई जनताको सामु हामीले लैजानको लागि हामीलाई एउटा सशक्त जुझारु सङ्गठनको आवश्यकता पर्छ। त्यसलाई ड्राइभ गर्नको लागि त्यस्तै खालको नेतृत्वको पनि आवश्यकता पर्छ कमरेड। त्यसकारण आज हामी 8औं कैलाली जिल्ला नेकपा एमालेको अधिवेशन गरिरहँदा थुप्रै कमरेडहरूको इच्छा हुन सक्छ, जोस हुन सक्छ, जागर हुन सक्छ, कति त तयारै भएर आउनुभयो होला उठ्छु भनेर। तर म सलाम गर्न चाहन्छु त्यो उत्साहका लागि। तर हामी विधिमा, विधानमा बानिएको कारणले हाम्रा केही बाध्यताहरू पनि छन्। बाँकी कुराहरू हामी बन्द सत्र छलफलमा गरौँला। यी कुराहरू तपाईहरु सबैले मनन गरेर बन्द सत्रलाई मर्यादित, भव्य, सभ्य तरिकाले सम्पन्न गर्नको लागि तपाईहरु सबैको भूमिका अहम रहनेछ भन्ने कुराको विश्वास गर्दै आज यो उद्घाटन सत्रको यो 8औं जिल्ला अधिवेशनको